गुरु रिम्पोछेले गर्नुभएको भविष्यवाणीको अर्को अंश रहेको छ जस्ताको तस्तै। जब भोट विदेशी सेनाले घेरिएको हुन्छ र भाग्ने कुनै उपाय हुँदैन, दक्षिणको जङ्गली उपत्यकातर्फ भाग्दा स्वयं ढोका समेत बन्द हुनेछ। भोटको दक्षिण सिमानामा प्राय सबै मारिनेछन्। त्यसअघि विगतको दुष्कर्मका कारण भाग्ने इच्छा उत्पन्न हुँदैन। चारैतर्फ विदेशी सेनाले घेरिएको थाहै नपाउँदा भोटेहरू विनाश हुनेछ। छोजल भने ईश्वर छोजल, मेरो वचन स्वीकार गर्नेहरू अन्तिम कसाय युगमा आफ्नो देशप्रतिको आसक्ति त्यागेर चार गुह्य भूमि र दक्षिणको जङ्गली उपत्यकातर्फ भागुन्। तर कसाय युगमा दक्षिणका नेपाल र भुटान जुनसुकै ठाउँमा जाँदा पनि जानु धेरै कठिन हुनेछ। तसर्थ यात्रामा अवरोधहरूबाट जोगिन यी करुणामय निर्देशनहरू सुरक्षित राखी बोक्नु भन्नुभएको छ। यो जुन अहिले मैले जति पनि विषयहरू र योभन्दा अघिल्ला अंशहरूमा पनि तपाईँहरूको सामु पेश गरेको थियो, ती सबै चाहिँ के थियो त भन्दाखेरि गुह्य भूमि किमोलुङको मार्ग वृत्तान्त नामक एउटा ग्रन्थ रहेको छ, जुन चाहिँ रिक्जिन गोदेमले निधिको रूपमा निकाल्नु भएको थियो, जो गुरु पद्मा सम्भव स्वयंका वाणी वचनहरू थिए। गुरु रिम्पोछेको भविष्यवाणी सँगसँगै किमोलुङको बारेमा थप भिडियोहरू ल्याउनेछु मैले। तपाईँहरू जोडिनुहोला, फलो गर्नुहोला। थ्याङ्क यू।